कोकोमेन्दो चाहिँ सजाएर एउटा चिङ्गोमा सजाएर उहाँले सजाएर राख्नुहुन्छ। त्यो चाहिँ हुनु त म कुनै ताम्बा सिङ्गी होइन, नवै सिङ्गी होइन, तर यो हामीले भनेन भने कसले सुन्ने होइन, कसले बुझ्ने? तपाईँ हामी जस्तोले भन्दै गर्दाखेरि पो सुन्नेले सुन्ला, बुझ्नेले बुझ्ला, मनमा लिनेले लिला। त्यो चाहिँ छैठिममा अलग होला। त्यो व्याख्या गर्ने क्रममा त्यो कोकोमेन्दो चाहिँ जस्तै अब बम्बोले बोलाउनु भयो, आउनुहोस् तपाईँ यहाँ, मैले तपाईँलाई ठिगर बनाएको छ, खानेकुरो बनाएको छ, खानुहोस् हजुर, बस्नुहोस् भन्नुभयो। उहाँ आउनुभयो, उहाँले लिनुभयो, तर उहाँलाई कोकोमेन्दो राखे चाहिँ उहाँको हात यसो पोस्नुलाई अथवा मुख पोस्नुको लागि रुमालको स्वरूपमा राख्नु भएको भनेर मैले जानकारी पाएका छु। तर थोरै फरक हुन सक्ला, तलमाथि हुन सक्ला होइन। त्यसको कोकोमेन्दो बम्बोले राखेको अर्थ चाहिँ यहाँनिर हो भनेर मैले जानकारी पाएको थिएँ। त्यो चाहिँ मैले अब दोलखा जिल्ला गाउँपालिका लातकमा आएर पनि 2 सप्ताह मैले सुनाइदियो। हजुरहरू नराम्रो नमान्नु होला। त्यो सैलुङको एउटा आधी आएर भर्ती गरेर भन्यो, त्यो नसोच्नु होला। तपाईँ हामीले हराउँदै गएको, लोप हुँदै गएको रेमठिमलाई अगाडि ल्याउनै पर्छ है, जान्नै पर्छ। म चाहिँ के भन्छु भने जति ठाउँमा म पुगेको छ त्यो ताम्बाहरूले चाहिँ उसले मात्रै सोध्ने है। हामी बेहुला बढीको भयो भने उसले मात्रै पेल्ने पनि धेरै ठाउँ पुगेको छ मैले। त्यो एउटा घमण्डी हो। तपाईँको यति म जानेको छैन, म एउटा डम्फुरे भनेर गएको छु भने उहाँले पहिलो प्रश्न राख्ने स्वाभाविक हो है हामीलाई। र जुन डम्फुरेले ढोलोपट्टिको डम्फुरेले नआइसकेपछि उहाँलाई हजुर नै गुरु हो, मैले जानेन होइन, यो मैले जानेन, हजुरले नै पुकारिदिनु भनेर भजन राख्दा पनि उहाँले पुकार्न सक्नुहुन्छ। तर भनिँदैन। तर अहिले हामी जस्तै भनौँ न, मेरो दौदारीहरू चाहिँ के छ भने जुन ठाउँमा गयो भने उहाँलाई छैन भने मलाई छ, मलाई छैन भने उहाँलाई छ है। त्यसरी हामी सागरी गर्दै अगाडि बढाइन्छ। हुन त हामीसँग के कल्बका सत्यजुका कुराहरू त पक्कै पनि पाएको छैन, दिनेले पनि दिएको छैन। अब दिनेले दिएको हामीले पाउनु, अब दिनेले नदिइसकेपछि पाउने कुरो हुन्न। रेमठिमलाई चाहिँ पक्कै पनि हराउनु दिनुहुन्न, लोग्नु दिनुहुन्न है, झगेर्न गर्नै पर्छ भनेर चाहिँ हामी सैलुङबाट एउटा टिम लागि परेको छ। हजुरहरूलाई राम्रो लाग्छ नराम्रो लाग्छ नम्बर लिएर बेला बेलामा सम्पर्क गर्न सक्नुहुन्छ। त्यही भन्दै हजुरलाई धेरै धेरै धन्यवाद। यो शब्द बोल्दै गर्दा अलिक बढी होला घडी होला होइन, बढी भएमा माफ गर्नु होला, घडी भएमा थपिदिनु होला भन्दै लस्सु ठाकुरजी तुझे से धन्यवाद।